स्वागत छ गाइस यो किर्तिपुरबाट म तपाईँहरूलाई आज यो तरकारी मन्डी देखाउन गइरहेको छु। तरकारी मन्डीतिर बेलुका तरकारी बिक्री हुने गर्छ। अहिले छैन तर बेलुका चाहिँ हुने गर्छ है यता यतातिर हेर्न सक्नुहुन्छ। आज चाहिँ मौसम यस्तो छ पानी पर्दा यो किर्तिपुरको यो मौसम हिजो चाहिँ रातभरि पानी पर्यो। यो म कतै जाँदैछु यो पागादो बाटो हुँदै माथि जाँदैछु तपाईँलाई देखाउनको लागि। यहाँ किर्तिपुरको अवस्था कस्तो छ भने किर्तिपुर भनेको तपाईँलाई थाहा छ एजुकेसन हब भनिन्छ। विद्यार्थीहरू मात्र पढेको छ। किर्तिपुर अवस्था सम्पूर्ण अवस्थाहरू देखाउँछ है त। यस्तो छ किर्तिपुरको अवस्था तपाईँले देख्न सक्नुहुन्छ। यस्तो छ किर्तिपुर। अलिकति डेभलप त भएको छैन, तैपनि कस्तो छ भने डेभलप गर्नुपर्ने हो, तैपनि भएको छैन है। अब यहाँ डेभलपमेन्ट पनि यस्तो छ रोड अवस्था। यहाँका किर्तिपुरको एजुकेसन हब भनिन्छ, तै पनि विकास भएको छैन। के खै हो यो हनुमानघाट पागादो बाटोमा हुँदाखेरि अलिअलि पसलहरू छ। यस्तो छ तपाईँले देख्न सक्नुहुन्छ। किनभने सहरीकरण आज तपाईँले किन देखायो भने सिटी भन्छ नि, त्यसको व्याख्या गर्नको लागि तपाईँले मैले देखाएको है। हेर्न सक्नुहुन्छ। ल साथीहरू फेरि मेन रोडमा आइसकेको छौँ। यो पागादो बाटो भनिन्छ। अघि त्यो सानो गल्ली भएको कारणले मैले तपाईँले देखाउन सकिनँ। यता पनि हेर्न सक्नुहुन्छ। यता बहिनीहरू छन्, यता होटेलहरू छन् है। यो अब हामी कहाँ जाँदैछौँ भने यो पागादो बाटो है तिर किर्तिपुरको त्यतिर जान लाग्छ है गाइस। तपाईँहरूलाई देखाउँछु म यतापट्टिको यतापारिको यताको रोडको अवस्था सबै तपाईँले व्याख्या गर्दै गइरहेको छु। यो किर्तिपुर हो। किर्तिपुरको गतबाट यहाँ चाहिँ विद्यार्थीहरू पनि नआउने गर्छन्। त्यो कारणले पनि यहाँ तपाईँले रोडको अवस्था नाजुक छ। के गर्नु, सानो रोड छ। बाइकले यत्रो सानो रोड छ। कहिले काहीँ यहाँ बस पनि आउने गर्छ। ठुलो बस तल त पागादो बाटो जाने पागा बसबाट जानको लागि ठुलो बस आउने गर्छ। यस्तो छ हेर्न सक्नुहुन्छ। रोडहरू यस्तो छ। रोडको अवस्था के भन्नु है, यस्तो छ गाह्रो छ। यो यस्तो रोड छ। रोडको अवस्था यस्तो छ। एउटा पारिपट्टि चाहिँ हाम्रा